So ladies and gentlemen, welcome in my another vlog. Oh my god, म चाहिँ भर्खरै अहिले रुमबाट निस्किरहेको छु गाइस। रुमबाट बाहिर निस्किदा त ओ माई गॉड यार, अरबको गर्मी के हो, डाइरेक्ट यस्तो अनुहार भत 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 पोल्ने खालको गर्मी छ त भाइ। तपाईहरु कुन ठाउँबाट हेर्दै हुन्छ यो भ्लग अनि तपाईहरुको ठाउँमा चाहिँ कतिको गर्मी छ? अहिले नेपालमा पनि गर्मी बढ्या होला, कतिको गर्मी के छ तपाईहरु सबैजनाले यो भिडियोको कमेन्टमा कमेन्ट गर्नु चाहिँ नभुल्नु होला है गाइस। पुरा एक्साइटेड भएर म चाहिँ केही बाहिर नयाँ केही घुम्न जाने, यताउता जानु पर्यो, तल्लो घर माथिल्लो घर, तल्लो दाइकोमा माथिल्लो दाइकोमा, तल्लो चोक वल्लो चोक जानु पर्यो भनेर निस्केको हो त्यो सोचले बाहिर। अरे बाफरे यार, यहाँ त अनि के हो, सास लिन पनि गाह्रो छ, गर्मी के साह्रो गर्मी हो यो अरबमा। तपाईहरुलाई साँच्चै मजा गरे जस्तो लागिरह होला, वाइल्डै गर्मी। रुमबाट बाहिर निस्किदा चाहिँ त्यो एसीबाट हैन, अब एसीमा बसिरहेको हुन्छ, एसीबाट टक्क चिसो भइरहेको हुन्छ, एसीमा त ब्ल्याङ्केट ओढेर सुत्नुपर्छ यहाँ रुममा त हैन। अहिले भर्खर बाहिर निस्किँदा त भनेको तपाईको त बाफ, मलाई मात्र थाहा छ कति पोलिरहेको छ यो घामले क्या, त्यस्तो साह्रो गर्मी भइदिने क्या। सो हेर्नु सक्नुहुन्छ तपाईँ, दुबई इन्भेस्टमेन्ट ब्याङ्क यहाँ छ डिआइबी, अनि त्यसमा अब जेब्रा क्रसिङ त छ, म यहाँबाट क्रस गर्छु होइन। जेब्रा क्रसिङ भन्दा पनि यो बम्पर क्या, यहाँनिर स्पिड ब्रेकरबाट म कटाए हो। सो क्याडियल देख्नुहुन्छ त्यो पनि फाइनान्स छ। वाह प्लिज, कस्तो दिनमा निस्किन्छ जस्तो भयो यार बाहिर रुमबाट, तर जानै पर्ने थियो। सो हेलो गाइज, हेर्नु सक्नुहुनेछ यहाँको गाडीहरू, वाइल्ड गाडीहरू छन् यहाँ, थोरै मात्र छैनन् गाडीहरू, चट्ट सब एरियामा गाडी। सो गाइज, हात गलेको अवस्था, भ्लग बनाउने पनि बानी छैन, हात पनि गल्ने। तर गाइज यति मात्र हो, यो गर्मी चाहिँ कस्तो साह्रो हो यहाँको, बाफरे के खालको गर्मी हो यो। भनिन्जेलको छ यार गर्मी, कस्तो पोल्या हो यार यो घामले, बाफरे। मान्छे नि छैन, हेर्नु न, म एक्लै छु ल हिँड्ने मान्छे त कहीँ देख्नुहुन्छ यत्रो एरियामा? अब तपाईँको सानो ठाउँ भएको त यत्रो ठुलो स्ट्रिटमा, यत्रो ठुलो लाइटको छेउमा, यत्रो ठुलो वेमा एकजना मान्छे देख्नुहुन्छ हिँड्ने मान्छे? ना तपाईँहरूले देख्नु न, किन भन्दा कोही पनि हिँड्ने खाने यो यति धेरै लास्टै गर्मी छ चाहिँ। ना तपाईँहरूले देख्नु न, किन भन्दा कोही पनि हिँड्ने खाने यो यति धेरै लास्टै गर्मी छ। वेट, कसैमा आँखाले काम गरिरहेको छैन, आँखा पनि नहेर्नु जस्तो भइरहेको, गर्मीको आँखा पोलेर डाइरेक्ट रुमबाट भएको नि। ओ माई गड, वाइल्ड गाडीहरू कुद्दैछ उता है गाइस। म चाहिँ अब यहाँ घुमेछु, तपाईँहरूले देख्न सक्नुहुनेछ, लाइट खुल्ने टाइम भयो जस्तो छ। सो यति धेरै गर्मीमा लाइटमा वेटिङ गर्नु पर्दा त नि गाइज, अब हेर्नु कस्तो गाडीहरू कुद्छ, तपाईँलाई म देखाइदिन्छु यहाँ। सो गाइज, अब गएर छ्यास होइन, जुस नकिने चाहिँ हुँदैन गाइज, किन भन्दाखेरि यति गर्मी छ, गर्मीमा खाइएन भने, खानामा लोभ गरियो भने त जान पनि जान सक्छ। सो मेरो पछाडि देख्नु सक्नुहुन्छ खजुर मजाले फलिरहेछ, खजुर पछाडि गाडीहरू कुदिरहेछन् है। खजुर यहाँ छ, तपाईँहरूलाई पनि चाहियो भने कमेन्ट गर्नु होला, म नेपाल आउँदाखेरि ल्याइदिन्छु एक पोका खजुर हजुरहरूलाई। सो ओके, खजुरको बोट पनि छु, खजुरको बोट यस्तो हुन्छ। फाइनली आई एम इन हियर अलिन मल। This one is the Alin Mall of Alin. It's very big mall. Okay, it's such a big mall, very big mall. If you want to visit Alin Mall inside, I can suggest to make you visit, but you need to comment here. Okay, I will make next video about that Alin Mall visit. Okay, so तपाईहरुलाई थाहा भएन, तपाईहरुलाई यो Alin Mall घुमेको चाहिँ यसो भिडियो चाहिएको छ भने सबैजनाले कमेन्ट गर्नु होला। अब नयाँ आइडी छ, धेरै कमेन्ट त नआउला, कमेन्ट गरिसक्नु भएको छैन, मतलब कसैले कमेन्ट गरिहाल्नु भयो भने म घुमेर देखाउँछु हजुरलाई। कसम भने यार गाइज, मेरो पसिना आएको छैन भनेर तपाईँहरूले गर्मी छैन भन्नु होला, मलाई कम्ती मात्रामै पसिना आउने गर्छ। तर तपाईँको यहाँको गर्मीले चाहिँ कसम यस्तो यो अनुहार र हात यस्तो पोलिरहेको नि, अहिले हावा, तातो हावा पुरा लास पोलिरहेछ गाइज, अति पोलिरहेछ। रोडमा हिँड्ने हेर्नु नि त, लकडाउन लागे जस्तो भइरहेछ, रोडमा हिँड्ने मान्छे कोही पनि छैन भनेपछि तपाईँहरू बुझ्न सक्नुहुनेछ कति गर्मी छ यहाँ। उफमा
यस्तो अब त पसिना पनि निस्किने बेला भयो लास्ट डे ओभरै धेरै गर्मी यस्तो पोलिरहेछ राग आइरहेछ यस्तो रागमा गाइस के गर्नु दुःख गर्नै परेछ नेपालमा त खुट्टा र कुर्सी र खुट्टा तान्दै बित्दैछ उनीहरूको टाइम होइन जनताको लागि केही गर्ने होइन सरकारले यहाँ अर्काको देशमा दुःख गर्नु परेकै छ के गर्ने यस्तै हो जिन्दगी गाइज सो गाइज म चाहिँ यहाँ हिँड्दैछु ओके हात सारेको अरे क्या म चाहिँ मतलब अब पुरा हात गलेर बानी नभएर नि भ्लग गर्ने अब म चाहिँ घर चट्ट पहिलो फुर्सदमा एउटा डिउ लिएर खाने छु होइन कति रमाइलो हुन्छ होला डिउ खाँदा तपाईँहरूलाई म डिउ चिसो के हुन्छ अब होइन जुस त्यही कारण चाहिँ तपाईँहरूलाई म देखाउँछु म सायद मिक्स फ्रुट जुस खान्छु होला 4 ग्रामको तपाईँहरूलाई म देखाउँछु सो खाँदै गरेको भिडियोहरू पनि हाल्छु होइन ठिकै छ गाइज भिडियो बिचमा रोकिरहेको छु किन भन्दाखेरि म बिचमा होइन हात गलेर रेस्ट पनि गरिरहेको छु अनि यो गर्मी ओभर छ ज्यादा बोली गर्न पनि सकिया छैन लास्टै धेरै ओभरै धेरै गर्मी छ सो ओके गाइज तपाईँहरूलाई चाहिँ म अब होइन मैले कुन जुस किनेँ मैले फाइनली जुस पनि किनिसकेँ अनि कुन जुस किनेँ कतिमा किनेँ तपाईँहरूलाई म भन्छु देखाउँछु खाएर है मैले चाहिँ फाइनली यो जुस किनेको छु सस्तो मस्तो जुस फ्रुट मिक्स जुस हो गर्मीमा जुस प्लस चिसो छ नि त होइन यो खायो भने चाहिँ मतलब थोडा हेल्थको लागि पनि राम्रो हुन्छ भनेर मैले लिएको हो यसलाई सिर्फ 4 दिन पर्या हो ये बहुत अच्छा है इसका टेस्ट जो है ना बहुत बढ़िया है इसका टेस्ट जो बहुत बढ़िया है सबैजना मलाई हेर्दै गइरहेको छ किन म भ्लग बनाइरहेको छु होइन अलिक ह्यान्डसम पनि छु यसो हेर्दाखेरि कपाल पनि हल्दा पालेको छु अनि सोध्छ होला खत्रै के अरे युट्युबर हो क्या भ्लग बनाइरहेको छ भनेर सोध्छ होला तर कसैलाई पनि केही थाहा छैन कि मेरो सब्सक्राइबर चाहिँ 3टा मात्रै छ क्या युट्युब एकाउन्टमा त्यो पनि आफै गरेको अरू आइडीबाट Okay guys, thank you. Hope you guys you like this video. I will meet you on my next vlog. Okay? अर्को चोटि भेटौँला है अर्को vlogमा